यस्तो गऱ्यो भने चाहिँ मेरो अलिकति लाइक बेटर हुन्थ्यो क्या जस्तो। हाई एभ्रिवान, वेलकम टु माई भ्लग। दिस इज रजिना। अनि आज म जाँदैछु फोटोसुटमा। अनि त्यसपछि यहाँ मसँगै जाऊँ है त गाइस। अनि लुक, मैले हिजो भर्खरै नेल एक्सटेन्सन गरेको। सो प्रिटी गाइस, लुक गाइस। म चाहिँ यतिकै जानु लागेको होइन। अनि सबै त्यहाँ गएर लुगा लाउनु छ, मेकअप गरिदिनुहुन्छ। अनि त्यसपछि पुग्नुपर्ने लाइक 10 बजीदेखि हो, तर हाम्रो कलेज थियो, त्यही भएर 12 बजीसम्म चाहिँ आइपुग्नु ल भन्नुभएको थियो। बट इट्स अलरेडी लाइक 12:30 अनि लेट भइसकिसक्यो। अनि अब इन ड्राइभ जिन्दाबाद। गाइस, अहिले चाहिँ म मेरो साथीलाई पर्खिँदैछु। अनि म चाहिँ कलङ्कीमा छु। अब यहाँबाट स्वयम्भू पुग्नु छ। ओ माई गड गाइस, मैले यसलाई भर्खरै भेटेँ होइन। 15 मिनट कुरायो मलाई। अनि अझ हामी बसमा छौँ अनि स्वयम्भूमा जानु लागेको। बाई गाइस, हेर्नु न के अरे, हामीले चाहिँ होइन यता स्वयम्भू रहेछ होइन है ठाउँ चाहिँ, मतलब त्यो सरहरूले पठाउनु भएको लोकेसन चाहिँ। तर हामी चाहिँ त्यो लोकेसनमा चाहिँ सीता पाइलाबाट त्यो भित्र देखाएको थियो क्या। अनि त्यसपछि हामी चाहिँ त्यही सीता पाइलामा झरेर आयौँ। तर हिँड्दा हिँड्दा हामी स्वयम्भू आइपुग्यौँ भनेपछि हामी कति हिँडिरहेको छौँ भन्ने कुरा चाहिँ आफै सोच्नु। त्यो स्वयम्भूको पनि हामी माथि नै छौँ है। गाइस, मेकअप इज डन। अनि अब फेस फोटोसुट हुन लागेको छ। अनि अरूको प्याकअप भइसक्यो गाइस। अनि अब चाहिँ हामी याङ्गोमा जानु लागेको घर। अनि रातिको 7:30 भइसकेको छ अहिले चाहिँ। सो सो गाइस, म चाहिँ फाइनली घर आइपुगेँ। अनि त्यसपछि आजको चाहिँ बब्बाल रमाइलो भयो। अनि द फोटोसुट वाज अमेजिङ। अनि त्यसपछि आई वुड लभ टु थ्याङ्क द टिम मेम्बर अफ इच एन्ड एभ्री टिम मेम्बर अफ ग्ल्याम मोडल भ्लग्स। उहाँहरूले चाहिँ एकदमै सपोर्ट गर्नुभयो क्या। लाइक दे विल नट मेक यु फिल इन्सिक्योर लाइक हुन्छ नि। अनि बब्बाल रमाइलो भयो। अनि लाइक के भन्नु, कस्तो खतरा भएको थियो क्या। कहिले सोचेको थिइनँ यस्तो हुन्छ भनेर। त्यही पनि यहाँ गाइस, आज मैले एक्सपिरियन्स गरेको चिजहरू चाहिँ तपाईँलाई भन्न लागेको छु होइन। के अरे, फोटोसुट भन्न अगाडि चाहिँ लाइक कुन पोज दिने भनेर लाइक कस्तो नर्भस हुन्छ है। नर्भस एक्साइटेड सबै मिक्स भएको हुन्छ होइन। अनि त्यसपछि चाहिँ अनि जब आफ्नो टर्न आइरहेको हुन्छ नि, अनि त्यतिखेर चाहिँ लाइक जब क्यामेराको अगाडि पुग्छु नि, त्यतिखेर चाहिँ लाइक कस्तो कन्फिडेन्ट हुन्छ है। अनि म्यामहरूले पनि कति म्याम सर इच एन्ड एभ्री टिम मेम्बरले चाहिँ लाइक यस्तो गर यो लाइक कस्तो दामी गाइड गरिदिनु भयो क्या। अनि लाइक झन् कन्फिडेन्ट आउने क्या। अनि त्यसपछि अनि जब फोटोसुट सकिन्छ नि आफ्नो,
यो चाहिँ म गर्न सक्थेँ क्या, यो चाहिँ अलिकति बेटर हुन्थ्यो क्या मेरो, यो चाहिँ अलिक गर्न सक्थेँ क्या म, मतलब यस्तो गऱ्यो भने चाहिँ मेरो अलिकति लाइक बेटर हुन्थ्यो क्या जस्तो हुन्छ क्या, लाइक लिटरली त्यही हुन्छ। अनि त्यो बब्बा रमाइलो भयो आज चाहिँ। अनि मैले ल्यासेस पनि लगाऊ। अनि अब चाहिँ म लुगाहरू फेर्छु, फ्रेस हुन्छु, अनि चाहिँ मेरो खाना पकाउनु पर्छ किनभने अहिले दादा आइपुग्नु भएको छैन, अनि त्यही भएर। तर या, थ्याङ्क्स फर वाचिङ गाइज।